हाई साथीहरू, आज चाहिँ म यहाँ यो जलुको टिप्न आइरहेको छु हैन। यस्तो बनाएर यहाँ चाहिँ पुरै जलुको टिप्ने फाँटहरू छ के हैन। अनि हो यहाँ चाहिँ पुनम छिन्, यो चाहिँ कुलो हो। म चाहिँ एकदमै पसिना भएको छु। अस्ति चाहिँ काफल लिन आएको थिएँ अनि आज चाहिँ म जलुको टिप्न आएको छु। यस्तो ग्याजङ म्याजङ बारी छ हैन। पुग्यो तिमीलाई? कहाँ घोगी टिपौँ न त घोगी नि। कहिले आउनु टिप्ने भन त। यो चाहिँ यहाँको चाहिँ यो च्याउ खेती हो हैन। हाम्रो बारी चाहिँ उहाँ पर्छ। म चाहिँ यतापट्टि आएको छु। यहाँ चाहिँ यस्तो हुन्छ कि जलुको हैन। यसलाई चाहिँ अनि यस्तो गरेर टिप्नुपर्छ। एकदमै मिठो हुन्छ साथीहरू यो जलुको हैन त। पुरा कति धेरै छ गाइज, हेर्नु त कस्तो राम्रो जलुको, एकदमै मनपर्छ। यसको ठुलो ठुलो पात चाहिँ टिप्नु हुँदैन। कोकाउँछ कि के हुन्छ थाहा छैन त कोकाउनु है। अब यो चाहिँ एकदमै राम्रो छ, मिठो पनि हुन्छ। यस्तो राम्रो छ हैन त पुनम। हेर न यहाँ अहिले पो कति भेट्यो यार। त्यसैले अर्ग्यानिक तरकारीहरू खानुपर्छ। यो पाहाडमा मात्रै पाइँदैन कि साथीहरू, यो चितवनमा पनि पाइन्छ। हाम्रो चाहिँ यो चितवनको बारी हो। यहाँ चाहिँ जलुको पाइन्छ अनि माछा पनि पाइन्छ, माछा अनि घोगी पनि पाइन्छ। यहाँ चाहिँ माछा पाइन्छ साथीहरू अनि घोगी नि पाइन्छ। खै कति टिपे देखाउ त। हेर है फेरि युट्युबमा जान्छ यो त। तिमी त कति धेरै टिपिछ्यौ नि त यार। यहाँ हालिदेऊ त। फाइनली साथीहरू हामीले चाहिँ यति धेरै टिपिसक्यौँ। पुनमले पनि टिपेकी छिन्। अब म चाहिँ जाँदैछु घर। यो पकाएर पनि देखाउँछु हजुरहरूलाई मेरो पकाइको तरिका कस्तो हुन्छ। ओइ यहाँ के रहेछ, किरा रहेछ। यो चाहिँ च्याउ खेती है साथीहरू। च्याउ हजुरहरूलाई चाहिन्छ भने डल्ले च्याउ, राजा च्याउ, पाते च्याउ, के च्याउ सब यहाँ पाइन्छ। बाई साथीहरू।